plan. कुन फिल्म हेर? सरी मम हो? Hello guys, subscribe. Milan. नमस्ते म बसन्त नामको मलाई खुसी लागेको छ कि यो सरी म नामको एउटा सिनेमा बनेको जसले ड्रग्स एडिक्सनमा पर्नुभएको रोक्न सक्छ। नेपालमा फर्ममा हेर्ने एउटा 8-10 वर्षमा त डरलेको मान्छे ज्यादै हुँदैन। हामीले आफ्नो बच्चालाई यो बनाऊ ऊ बनाऊ कस्तो ला? हाम्रो रेको कस्तो ला? गाइस कस्तो ला? राम ला? हेलो हेलो कुन फिल्म हेरेको केटा? कुन फिल्म हेरेको? सरी मम कस्तो ला? मोबाइल हो थ्याङ्क यू आउँदा न युट्युबमा गाइस Say no to drugs. यस फेरि वान्स मोर Say yes to life. यस Say yes to life. Say no to drugs. म्याम कस्तो लाग्यो हजुरलाई? एकदम नाइस भेरी नाइस आज सरी मम हेऱ्यो होइन? सरी मम हेरिसकेपछि अब आफूलाई कस्तो लाग्यो र के भन्न चाहनुहुन्छ होला? अब यो एकदम सान्दर्भिक फिल्म त हो है। आजभोलि अब लागु पदार्थको युज एकदम बढेकै छ। त्यही भएर यसरी अब युथहरूलाई फिल्मको माध्यमबाट अवेर पार्नु राम्रो स्ट्राटेजी हो। अब फिल्म आफैमा रोचक छ। त्यसमा देखेका पात्रहरू सबै राम्रा छन्। मलाई मन परेको पात्र श्याम नारायण हो। अब त्यही हो, राम्ररी ड्रग्स नराम्रो हो भन्ने शिक्षा प्रदान गरिएको छ र राम्रो लाग्यो। थ्याङ्क यू सो मच गाइस। बहिनीहरू के भन्ने? राम्रो धेरै राम्रो फ्यान्टास्टिक खतरा थियो खतरा खतरा रियाना
अलि अगाडि यहाँ फोटो भएको लागि I'm gonna mix one. हामी कान्ति माध्यमिक विद्यालय बुटवल 4 रूपन्देहीमा चाहिँ क्रममा छु आज बुधबार जति हिसाब दिनुपर्छ आज हाम्रो विद्यालयमा हामीले एउटा सिनेमा हेरेका थियौँ जसको नाम थियो सरी मम। यो सिनेमा निकै नै राम्रो छ। यसमा लागु प्रदर्शनमा लाग्नु हुँदैन भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ। धन्यवाद। राम्रो लागेन? राम्रो लाग्यो। होला रुनी चाहिँ को गरे? सबै रुनी पार्टी हो यो। हस् थ्याङ्क यू। ल यो उहाँले चाहिँ बुटलमा एउटा कार्यक्रम गर्नुभएको तपाईँहरूलाई देखाउनुभन्दा अगाडि हामीले देखाउन मिल्छ कि मिल्दैन भनेर हेर्नु पऱ्यो। पहिला ल्याएर देखाउने हो यस्तो चलचित्र देखाइएछ भन्ने भयो त बेकार हुन्छ। त्यसले गर्दा म पनि पुगेको थिएँ यो फिल्म हेर्नको लागि। अनि हेर्दा चाहिँ राम्रै हुन्छ जस्तो लाग्यो, विद्यार्थीलाई देखाउँदा राम्रै हुन्छ भन्ने बुझेर आज चाहिँ हामीले विद्यालयमा यो कार्यक्रमको आयोजना गरेका हौँ। कुनै पनि फिल्म हेरिसकेपछि हेर्ने त्यहाँको मनोरञ्जनको पार्ट होइन, के के आउँछ ऊ गर्छ यसो गर्छ त्यो एउटा पार्ट हो। अनि सबैभन्दा मेजर कुरा चाहिँ यो इन्टरटेनमेन्टको लागि देखाइएको चलचित्र चाहिँ होइन। यसलाई यसरी बुझ्नु होला, यो तपाईँहरूलाई नलेजको लागि देखाइएको चलचित्र हो। मैले एउटा बुझ्नुपर्ने कुरा हो, त्यहाँबाट बुझ्नुपर्छ के ठिक हो के बेठिक हो भन्ने छुट्याउन सक्नुपर्छ होइन। यो तपाईँ हामी यो विद्यालयको विद्यार्थी मात्रै भन्दा पनि यो समाजको एउटा अभिन्न अङ्ग हो। हाम्रो समाजमा मलाई लाग्छ मेरो विद्यालयमा त ड्रगमा फसेको विद्यार्थी कोही हुनुहुन्न भन्ने कुरामा म विश्वस्त छु। तैपनि कोही कतै तपाईँहरूको साथी मध्येबाट पनि हुनुहुन्छ, तपाईँहरूलाई थाहा छ, त्यो सूचना हामीसँग पुगेको छैन, उसको अभिभावकसँग पुगेको छैन भने यो पुर्याउने दायित्व पनि तपाईँहरूको। ड्रगमा फसिसकेको बच्चा फिल्म हेर्दा पकवान खाने थाहा छ होइन, हलमा होइन पकवान होइन, स्कुलको हलमा पकवान पनि उपलब्ध छ होइन।
Again, thank you, Usha. Many thank you, Usha. For your धेरै धन्यवाद कार्यक्रमलाई हामीसित समेत मिलाउनुहुने आदरणीय शिक्षकहरूलाई र यस कार्यक्रमका सबैभन्दा मुख्य व्यक्तित्व भनेको मेरा प्यारा विद्यार्थी भाइ बहिनी हो। मैले सधैँ भन्ने गर्छु त्यो नराम्रो कुरो बढ्दै जान्छ र सारा सुन्दर संसारलाई लथालिङ र हटाउन थालिन्छ। तपाईहरू भर्खर टिनेजर हुनुहुन्छ, तपाईले गरेका कामहरू कस्तो हुन्छ भन्ने तपाईले बुझ्नु भएको छैन। त्यसैले आज गरेको साथीभाइको लहलहमा गरिने कामले हाम्रो सारा अनमोलको जिन्दगीको कुनै मूल्य छ? जिन्दगी 1 करोडमा आउँछ, 2 करोडमा आउँछ, 5 करोडमा आउँछ, 1 अरबमा आउँछ, 1 खरबमा आउँछ? यति प्यारो जिन्दगी र यति अनमोल जिन्दगीलाई हामी सही बाटो हिँड्न पर्छ र हामी अगाडि बढ्न पर्छ भनेर यो किसिमको आज हामी सरी म भन्ने टेली श्रृङ्खला अथवा चाहिँ मुभी हेऱ्यौँ। यसबाट मलाई लाग्छ मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूले अत्यन्त राम्रो कामप्रति आफ्नो जिन्दगीलाई सकारात्मक रूपमा अगाडि बढाउने, सृजनशील बन्ने, अनि कतै समाजमा यस्ता कति घटना छन् भने सम्झाउने र तपाईँ आफै गुरु बन्ने। सरले भन्नुभएको छैन, मैले किन भन्ने भन्दाखेरि तपाईले जे कुरा जान्नु भएको छ त्यो आफूभन्दा सानो अथवा ठुलोलाई पनि बुद्धि विवेक दिन सक्ने भनेको गुरु हुने हो। त्यसैले मैले तपाईहरुलाई भन्ने गर्छु, तपाईका साना भाइ बहिनीहरूलाई, तपाईभन्दा साना क्लासका भाइ बहिनीहरूलाई तपाईँ गुरु बन्नुहोस्, तपाईँ शिक्षिका बन्नुहोस्, शिक्षक बन्नुहोस् र उहाँहरूलाई पनि मोरल लेसन दिनुहोस् भन्ने गर्छु। तपाईले भोलिदेखि यी कामहरूमा सरिक हुनुहुनेछ। र प्यारा विद्यार्थी भाइ बहिनीहरू, जसले बुझ्यो त्यसका लागि यो धेरै राम्रो छ। जसले बुझ्ने प्रयत्न पनि गरेन र जसले राम्ररी हेर्ने प्रयत्न पनि गरेन, साथीसित वरपर चिमटा चुमट गरौँ निस्किएर बस्यो भने कुनै कम बुझ्यो। मलाई लाग्छ म बाहिरै बसेर पनि मैले कक्षा 5 का 4 का विद्यार्थी भाइ बहिनीलाई सुनिरहेका थिएँ। उनीहरूले सर साह्रै राम्रो लाग्यो, सर चित्त बुझ्यो, राम्रो भयो भन्नुभएको थियो। सम्भवतः तपाईँहरूलाई पनि राम्रो लाग्यो होला। मलाई त चित्त बुझ्यो सर भन्ने जति हात उठाउनुहोस् त। Teacher, one book, one pen can change the world. Thank you so much. कस्तो लाग्यो? ल भनौँ भाइलाई कस्तो लाग्यो? एकदम बवाल छ। Say no to drugs. यति हो? अरू के भन्नु छ कसैलाई? एकदम राम्रो थियो फिल्म, नैतिक राम्रो हो यसको मन पुग्यो। थ्याङ्क यू। कस्तो लाग्यो गाइस? कस्तो लाग्यो हाम्रो बहिनीहरूलाई? राम्रो लाग्यो? बाई बाई सबैलाई। र हाम्रो कार्यक्रम लगभग सफल भएको छ। सबैलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो र? अर्कोचोटि पनि यस्तै राम्रो चलचित्र लिएर आउँछु, सबैजनाले हेर्नुपर्छ है त। घरमा आमा बुवाले दुःख दिन हुन्छ, कसैले पनि दुःख दिनु हुँदैन है त। घरमा आमा बुवा सरहरू कसैले पनि है त राम्रोसँग
सरी भएर पढ्ने है ल बाई बाई विद्यार्थीहरू नपढुन् भन्ने किसिमले हामीले यो सचेतनात्मक भिडियो यहाँनिर प्रदर्शन गर्न गइरहेका छौँ। म यो कार्यक्रममा आदरणीय नारायण साहब नमस्ते, म वसन्त नागपुरमा मलाई खुसी लागेको छ कि यो सरी मम नामको एउटा सिनेमा बन्यो जसले ड्रग्स एडिक्सनमा पर्नुबाट रोक्न सक्छ। नेपालमा भर्खरै हामीले एउटा 8 वर्षसम्म गरिएको मान्छे क्लियरली हामीले आफ्नो बच्चालाई यो बनाऊ ऊ बनाऊ